Hello everyone, I hope everyone is doing great. यो चाहिँ मेरो अफिस जाने बेलाको यो चाहिँ सिन्सिनाटी ओहायोमा यसरी ड्राइभ गर्दै सर अफिस गएको अवस्था हैन। अब भन्नुपर्दा चाहिँ मेरो चाहिँ काम म चाहिँ आईटी मा काम गर्छु, आम एन इन्जिनियर। अनि त्यसपछि घरदेखिको तपाईको कामसम्मको ड्राइभ अलमोस्ट तपाईको 10 मिनेट भन्दा कम्ती नै छ। यो चाहिँ टक्क अफिस छिर्ने बेलामा यस्तो खाले ड्राइभ हुन्छ सर, तपाईको दाहिनेपट्टि देब्रेपट्टि पुरै ग्रीन हरियाली हैन। आकाशमा हेर्नुस् कुनै पोल्युसन छैन, पोल्युटेड छैन, एकदम क्लियर खुला आकाश, ब्लू स्काई विथ तपाईको बादलहरु हेर्नुस् कति ब्युटिफुल छ है। अब यहाँ चाहिँ राइट साइडमा पनि अर्को अफिस हुन्छ यतापट्टि राइट साइडमा हैन, अनि लेफ्ट साइडमा पनि अफिसहरु छ। यो चाहिँ मेरो अफिसको एन्ट्रेन्स हो, म छिर्दै छु। अब यो चाहिँ भित्रको यो चाहिँ प्राइभेट प्रपर्टी। अब यहाँ चाहिँ काम गर्ने मान्छेहरु इम्प्लोइजहरु मात्रै अपोइन्टमेन्ट बिना छिर्न सकिँदैन। अब यही कुरा तपाईको नोभेम्बर डिसेम्बर तपाईको जाडो महिना सुरु भन्दा अगाडि एकदम राम्रो कलर हुन्छ। यो चाहिँ समरको हो, बर्खाको हो, त्यही भएर यस्तो हरियो छ एकदम है। अब फेरि यही दृश्य म तपाईहरुलाई फलमा पनि देखाउने छु, which is नोभेम्बर डिसेम्बर। एकदम ब्युटिफुल भ्यू छ। This is like $1 million view, so I thought it's worth sharing to all of you all हैन। अनि अब चाहिँ we are almost going very close to the office right here, so I'm just entering close to the office. The left side मा कहिलेकाहीँ यहाँ मृगहरु देखिन्छ, मयूरहरु देखिन्छ, तपाईको अरु जनावरहरु देखिन्छ हैन कहिलेकाहीँ। अनि त्यसपछि यो टर्कीहरु पनि देखिन्छ यहाँनेरि। तपाईलाई म सबैलाई देखाउँछु। यो चाहिँ पार्किङ हो, लेफ्ट साइडमा एम्प्लोइज पार्किङ छ, राइट साइडमा भिजिटर पार्किङ छ है। अब यहाँबाट राइट साइड गयो भने चाहिँ अर्को अफिसको सेक्सन पनि छ, तर लेफ्ट साइडमा चाहिँ हाम्रो एम्प्लोइज पार्किङ भएको हुनाले सरलक्क म यहाँबाट देब्रे जान्छु। त्यो सिधाको अफिस हो मेरो है, 2.5 तलाको अफिस छ। अराउन्ड तपाईको 15 देखि 20 हजार मान्छेहरु छन् यहाँनेरि। हम संसारभरिकै प्रोजेक्टहरु छ, यहाँ धेरै ठुलठुलो प्रोजेक्टहरु छ, सरकारी प्रोजेक्ट, प्राइभेट प्रोजेक्टहरु, धेरै प्रोजेक्टहरु छ। तर म चाहिँ सरकारी प्रोजेक्टमा काम गर्छु है। म सट्ट यहाँ नि पार्किङमा राखेपछि सरलक्क भित्र गइन्छ त्यहाँनेरि अफिसमा। अनि टक्क 9 बज्न लाग्यो, त्यही हो अफिस है। थ्यांक यू, सी यू गाइस।